पाकिसक्यो यति छिटो अझै पकाउनु न छोप्दै पकाउनु त गाइजहरु हेर्नु है हाम्रो अलेनाले ग्यासमा बोडीको तरकारी पकाउँदैछ यसरी राख्ने यसरी छोप ग्यास खोलिसक्यो अब फेरि चलाउनु गाइजहरु हेर्नु है अलेनाले बोडीको तरकारी पकाएर निनीलाई मामसँग दिने अरे यही राखेर चलाउनु न छोप्नु फेरि छोप्नु पर्छ पाकिसक्यो लु खानु कसलाई मलाई खुवाइदिने ल ए तिमीलाई भोक लागेको छैन तिमी भात खाने मैले पनि खाएँ ल गाइजहरु लु आजको भ्लग यतिकै बाई बाई गाइज लाइक कमेन्ट शेयर गरिदिनु भन न